यो त खास त मेरो आमा बुवाले पहिल्यैदेखि गरेर बसेको हो हैन। होला हामी बच्चैदेखि नै यो काम गरिरहेको थियो आमा बुवाले। तर म चाहिँ नि यो व्यवसायमा आएको चाहिँ नि जब आमा बित्नुभयो तबदेखि चाहिँ अब आमा बुवाको चाहिँ काट थालेको भन्नु पर्यो। यहाँ त जन्मिँदादेखि मर्दासम्मको चाहिने विधिका सामानहरू सबै छन्। यहाँ यो निगालाको सामान कुनै त यहीँ गैँतीमा भन्दा तल पोरेटोलमा पनि बनाउँछ। अब कुनै चाहिँ नि गाउँघरतिर आउँछ, रामेछापदेखि पनि आउँछ। चल्न त अब पहिला त धेरै नै चल्थ्यो। अब यसमा चाहिँ दुई मात्रै छैन। अब पसलहरू चाहिँ अहिले पहिलाभन्दा धेरै बढिसक्यो। प्रतिस्पर्धा त अब जेमा पनि हुन्छ, भएकै राम्रो हो। खास गरी कुरा प्रतिस्पर्धाबाटै मान्छेले सिक्ने त हो नि। ग्राहक भनेकै त अब भगवानै सरेको हो हैन। जहाँ बिना ग्राहकले त हामी कमाउनै सक्दैन। अनुभव त सबै लिनुपर्छ। तर जब उमेर हाम्रो अलिअलि घट्दै आउँछ अनि अरू व्यवसायतिर अलि गाह्रो पनि भएर आउँछ होइन उमेर गएपछि, अनि पछि फेरि अलिकति उमेर गएपछि यस्तो पेसामा लागेको चाहिँ राम्रो जस्तो लाग्छ। म चाहिँ यो भन्छु कि धेरै लगानी गरेर गर्ने मान्छेलाई धेरै नै टेन्सन छ उहाँलाई। तर थोरै लगानी गरेमा पनि फाइदा त छ है। विदेशी जाने भनेको एउटा चाहिँ हाम्रो भनौँ न ट्रेन जस्तो भयो कि। हामी त अब बाबुआमाले पुर्खैदेखि गरिरहेको काम भएर हामीले यसलाई साथ दिनुपर्छ, निरन्तरता दिनुपर्छ भनेर हामीले गरिरहेको छौँ र हामी खुसी पनि छौँ।